जिन्दगीमा मैले सोचेको थिएन सर्टमाथि सर्ट लाउँछु भनेर बन्दनाको सुज अनि म जुत्ता लगाउँदै थिएँ अफिसको लागि अनि मसँग पावर ब्याङ्क थियो आज अनबक्सिङ गर्ने चटपटै भइहालेछ किन कुची सारेको यतातिर पठावाला दाइले चाहिँ मलाई यस्तो खाला जसरी हेरेको थियो अनि ब्लगर भनेको ए भन्ने कपालमा श्रीकेश तेल लगाएर कपाल मिलाउँदै गइरहेको थिएँ मैले भाइरल फुल देखिहालेँ बाटोमा मिटिङ गर्दैको दाइले बाई बाई भनेर गुड बाई गुड भन्यो अनि त्यसपछि चाहिँ इन्दिरा दिदीलाई मैले यस्तरी लगेर दिदी के छ हाल खबर भनेको अनि आफै भनिरहेको थियो अनि त्यसपछि मेरो चाहिँ नाखिचा न भनेर यस्तरी उता लजाउँदै गएँ चेक इन हान्न लगाएको आफ्नै गाउँमा पनि चिनेनन् जस्तो भाइ आयो किनभने चेक इन नै नभइदिरहेको अनि पछि चाहिँ भयो है पावर ब्याङ्क झोलाबाट यस्तो झिकेर राजेश दाइले दिएको त आफै मलाई हो भनेर अनि त्यसपछि मक्क परेर हेर्न पावर ब्याङ्कलाई कस्तो मसारेको माथिको लाइट बलेको थिएन अनि दाइले लाइट अन गर्नु पठाएको लाइटै नबल्दिरहेको अनि त्यसपछि मैले यहाँ स्ट्याप्लरले चाहिँ अनबक्सिङ गर्दैछु कि कैँची नभएर अनि यहाँ चाहिँ अनबक्सिङ भइरहेको थियो है 1 इयरको वारेन्टी पनि पाएँ है गाइस राजेश दाइ चाहिँ किन मक्ख मैले चाहिँ आयुष भाइको एडिट गर्दै थिएँ आयुष भाइ गिटारिस्ट आएको थियो अनि मौसम चाहिँ यस्तो थियो र आजको भ्लग चाहिँ सकियो।